हेलो एभ्रिवान आज चाहिँ म सुपर एक्साइटेड छु लाइफको पहिलोचोटि ट्याटु हान्न जाँदैछु है अब ड्युटी पछि ट्याटु हान्न जान्छु र यो चाहिँ मेरो बुढीलाई चाहिँ बिग सरप्राइज हुन्छ लेट्स सी हाउ इज इट ट्याटु त्यही हो गाइज अब बुढीको रियाक्सन चाहिँ कस्तो आउँछ अहिले चाहिँ पब्लिक गराउँदिनँ अब ट्याटु हानेर आएपछि म हजुरहरूलाई भिडियो सेयर गरौँला बुढीको यो फोटो चाहिँ चुज गरेर आफैले डिसाइड गरेर प्रिन्ट आउट गरेर हान्ने निर्णय गरेको मैले बुढीलाई चाहिँ थाहा छैन कलर प्रिन्ट आउट भइसक्यो र त्यही साइज अनुसार काट्न पर्छ अनि त्यसपछि रेडी हुन्छु हान्नलाई ब्ल्याक एन्ड व्हाइट ट्याटुको लागि चाहिँ सुपर ब्ल्याक इङ्क युज गरेको हो र अब सुरु हुँदैछ ट्याटु हान्नलाई लाइफमा पहिलोचोटि ट्याटु हान्दा हल्का दुखाइ चाहिँ हुन्छ त्यो चाहिँ सहनुपर्छ यो पोर्ट्रेट ट्याटुको लागि चाहिँ क्लियर र क्लिन निकाल्नलाई जुम गरेर हेर्नुपर्ने रहेछ सबै भागहरू राम्रो बनाउनको लागि अनि यति बेला चाहिँ हल्का दुखिरहेको अवस्था थियो है हल्का दुखिरहेको थियो हल्का खासै नदेखि रहेछ र हामीपछि नदेखि चाहिँ लगभग अहिले पुरै ट्याटु भइसक्यो अनि अहिले चाहिँ एकदम दुखिरहेछ धेरै दुख्ने रहेछ यति बेला चाहिँ यो हल्का ब्लडहरू पनि आइरहेछ अनि यो चाहिँ फेसियल गरेको है फेसियल गर्दा दुख्ने रहेछ धेरै माथि हुन्छ
अलि धेरै नै रगत आइरहेछ तिमीहरूले मात्र त सहनु पर्छ यस्तै हो अब अरूले ट्याटु हानेपछि होइन ट्याटु हानेर सक्यो अब चाहिँ हल्का फर्म लगाएर क्लिन गर्छु हामी अनि टक्क लाएर टिकटक पनि बनाउनु पर्छ टिकटकमा भिडियो हाल्नु पर्छ यो चाहिँ अब फाइनललाई चाहिँ टिस्यु लगाएर टक्क क्लियर गराउनु पर्यो नि क्लियर गराउनु पर्यो अब चाहिँ म सुपर एक्साइटेड छु है अब यत्रो लङ डिस्टेन्स हाम्रो बुढाबुढीको माया अब फोन मार्फतै सरप्राइज दिनेछु मेरो बुढीलाई हेरौँ अब बुढीको रियाक्सन चाहिँ कस्तो आउँछ भिडियो कल गर्छु अहिले एकछिनमा अनि लगभग ट्याटु हानेर पनि सक्यो अनि हल्का मुखको साइडमा हल्का ड्यामेज देखेको छ त्यो मेरो सानोको खोपको दाग हो अहिले चाहिँ सुई हान्दाखेरि अलि सुन्नेको अवस्था छ एनिवे एकदम राम्रो हानिदिनु भएछ थ्याङ्क यू सो मच अश्विन ब्रदर र डेट अफ बर्थ हानेको चाहिँ भिडियो बनाएन ब्याट्री डाउन भएको कारणले सरप्राइज फर माई वाइफ अब चाहिँ भिडियो कल गर्छु दिल तो ये चाहे आइफोनमा फेरि भिडियो रेकर्डको साउन्डै नआउने रहेछ हल्का देखाइदिएको थियो अनि सहग भयो खै देखाउनु त भनेको फेरि एकदम सहग भएर के कान्छी दिदीले पनि देख्नु भयो कान्छी दिदी पनि आउनु भएको छ घर मेरो घर चाहिँ देखाएको छैन हल्का बिरामी हुन्छ त्यही भएर हामी रेस्ट गर्नुपर्छ के गर्न सक्छु माया भनेको यही हो सरप्राइज हो लभ यु बुढी मिस यु मायालु त्यो मिठो मिठो बोली धुनबानी गुन्जियो यो मनमा तिम्रै लागि सोचेछु सधैँ तिम्रै लागि सोचेछु सधैँ तस्बिर बनी बस्छु यो तनमा मायालु त्यो मिठो मिठो बोली धुन बनी गुन्जियो यो मनमा Thank you for watching everyone.